हेलो नमस्कार राधे राधे सलामवालेकुम स्वागत छ सबैजनालाई फेरि पनि मेरो अर्को रियाक्सन भिडियोमा। म आज रियाक्ट गर्न जाँदैछु हाम्रो शेरबहादुर देउबा होम कमिङ भनेर चाहिँ प्रभात बस्नेतको चाहिँ मिम कलेक्सन आइसकेको छ फेरि पनि हैन। सो शेरबहादुर देउबा ब्याक इन टाउन भइसक्नु भएको छ हैन। सो दोस्रो चरणको ट्रिटमेन्टको लागि चाहिँ नेपाल उनी आइसकेका छन् हैन। अब कस्तो खालको हुन्छ सेवा सुविधा उहाँलाई हैन त्यो त देखाइ नै हाल्छ। सो यहाँ चाहिँ मिम कलेक्सन छ हैन, अस्तिको र्यालीको हेरेको देखेर विभिन्न। सो ढिला नगरिकन लेट्स गेट इन्टु द भिडियो। अझ सान हेर्न कस्तो छ मा। पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। नेपाली जनता के भन्छ? शेरे दाइले भन्छ। म कब हो क्या ये? देउवालाई किन यति धेरै सपोर्ट आज यति धेरै मान्छे हुनुहुँदो रहेछ, नसोचेको भन्दा धेरै हुनुहुँदो रहेछ जस्तो लाग्यो। माया यति चोखो यति यस्तो सेक्दाखेरि पनि हेर त ल लास बचाएर फेरि पनि आएको छन् यार यिनीहरू। जे नि हुन्छ हाम्रो देशमा, जे नि हुन्छ। मिठो देउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। माया हो सबै नदीको माया। आज धेरैजना पश्चिमको साथीहरू हुनुहुँदो रहेछ त। पश्चिमलाई चिनाकै देउबाले हुन् त दाइ। अरू के भन्न चाहनुहुन्छ? पश्चिम खलास बनाएको थाहा छैन, चिनाइहाल्छ नि। गगन थापालाई के भन्न चाहनुहुन्छ तपाईँ? गगन थापालाई मात्र होइन, अहिलेको यो घन्टेहरूलाई पनि हामी के भन्न चाहन्छु भने शेरे आइसक्यो। होइन हो शेरे। पिपलको छायाले कहाँबाट कि कहाँ पुगिया देउबाकी मायाले। शेरबहादुर देउपा नै हामीलाई सभापति पनि, आउने दिनमा प्रधानमन्त्री पनि शेरबहादुर देउपा नै हामीलाई चाहियो। स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्नु? भेट्ने लिएर जाने नि। भेट हुन दिएनन् भने प्रहरीले? होइन, प्रहरी दिएन भने भोलि भेट्ने नि। त्यही त धड्कन हो हाम्रोमा। राजु दिदी र शेरबहादुर देउबा भनेको हाम्रो मुटुको धड्कन हो। अबको केही दिनमा हामी 84 मा पुरा शेरबहादुर देउवाले लिएर हामी प्रधानमन्त्री हुनेछौँ। यो दृश्य हेरौँ, यो ठाट बाट हेरौँ, यो शान र सौखत हेरौँ। एआई हो एआई, यो सबै एआई हो। हो यही नै हो। म त कांग्रेस नै भन्छु, झोलै भनुन् जे भनुन् आई डोन्ट केयर। बच्चादेखि नै मेरो बाउ मम्मीले चाहिँ कांग्रेस नै रोजिरहेको थियो अनि त्यही भएर चाहिँ हामीले पनि कांग्रेस नै रोजिरहेको हो। एकदम राम्रो गरिरहेको छ। एकदमै राम्रो गरिसिया छ। यत्रो वर्ष राम्रो गरिसियो, अब केही वर्ष राम्रो गरिसिन्छ भन्ने आश हसको सिन छ। ठिक छ। योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। आजको महाशेरलाई थाहा भयो नि पुरै नेपाल हेर्ने कि हलेन आज? हले पुरै हले हेर्नु न उता। शेरेको आगमन भएको छ। अब गगनले सानीपा खाली गर्दा हुन्छ। शेरबहादुर देउवाको स्वागतको लागि खटिनुहुन्छ? हामी खटिन्छौँ, पानी असिना परे पनि हामी मर्न पनि तयार छौँ। शेरबहादुर देउबा तपाईँ शेरबहादुर देउवाको लागि मर्न तयार? मर्न तयार छु। ह्यान्डसम मान्छे देखेर फिक्री भएको, बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको। तिनीहरूको आइडल होस्, तैबाट सिकेको होला। शेरबहादुर देउवाले होला, तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला। ओ दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा अन्तत नेपाल नै फर्किएका छन्। यो समाचार भन्ने मान्छे साँच्चीकै हो कि के हो? सोही भने गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र आज ज्ञान सकिन अरू सक्छ यहाँ? अभिबद्धता है भाइ, अभिबद्धता है। नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण, राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। म त खै के भइरहेछ।
एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु। आजको फ्राइडे गुड बनाउन आएको गुड होला जस्तो लागेन, ब्याड भइरहेछ यहाँ। कुन पार्टीमा हाल्नुभएको तपाईँले भोट चाहिँ? मैले त घन्टीमा। मैले चाहिँ पर्सनल्ली रूपमा शेरबहादुर देउवा राम्रो लाग्ने भएर उहाँले गरेको कामहरू राम्रो लाग्ने भएर आएको हो होइन। मैले अब घन्टीलाई नै भोट हाल्दै किनभने गल्ती छैन भने जुन कुराहरू अब पैसा भेटेको कुराहरू होइन के हो बुढालाई नै थाहा होला होइन। चिलमा छ 100% चिलमा छ। हेर्न आँखा हेर्नमा सोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछन्, धेरै पछि आउँछ। यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन। अब घर बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो लगाए। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँडेको। अब के गर्नु त, रमाइलै हुँदो रहेछ। टी सर्टमा पनि शेरबहादुर देउवाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदिने पानी परिरहेको थियो, अब आफ्नो लुगा भिज्छ भनेर टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापेर रहेछ। अब यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ भनेर लगाइदिएको झन्डा चाहिँ। अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न, मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन, मलाई चर्चामा आउनु छैन होइन। मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि, ऊ बुढो आए जस्तो छ है ल, बुढो आए जस्तो छ है ल। तपाईँ अब नेपाली काङ्ग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ, तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो पर्नु, यही र्यालीबाट सधैँ बालिन शाहलाई हो नि। बालिन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो। के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् कि। तपाईँ जनजी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि झुटो कि के हो? सत्य हो नि यार। त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै, लाइभ साइभ हेरिरहेको थिएँ होइन। तर हुन्छ नि त पैसा चाहिँ रियल रहेछ, बुढा धनी रहेछन् क्या, भ्रष्टाचार गरेर जम्मा गरेको होला भने चाहिँ। ऊ आयो यताबाट, ऊ आयो यताबाट आइमा छ कि हाम्रो यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ। अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै यहाँ आएको मान्छेहरू मध्ये होइन 90% राजसभालाई नै भोट हालेको छ क्या। त्यो त यसो हुन्छ नि त, खै के हो यो भेटघाट जस्तो रमाइलो। पार्टीको पनि रमाइलो हुँदो रहेछ, भेटघाट यताउति ऊ गाना भजन होइन, त्यसै हो। यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या, मै गर्दिनँ, मलाई थाहा छ नि। एउटा मूर्ख, अर्को पटमूर्ख र महामूर्ख। भन्नुहोस्, शेरबहादुर देउवालाई स्वागत गर्न आउनु भएको रहेछ तपाईँहरू, किन हो यस्तो धेरै माया? माया त यहाँ ज्यान दिनलाई तयार हो, माया त सामान्य हो। जीको घरमा जेएनजी आन्दोलनको बेला भेटिएको पैसाको बारेमा चाहिँ के भन्नुहुन्छ तपाईँ? त्यो खेगो भनेर अदालतले भनिसकेको छ। खत्तम हो नि। 80 वर्ष पुगेका शेरबहादुर देउवा चाहिँ अगाडिबढी त्यहाँ गाडीमा हुनुहुन्छ, गाडीबाट माथि टक्क उहाँले चाहिँ यसरी निस्केर चाहिँ नमस्ते गर्दै गर्दै आइराख्नु भएको छ। नमस्ते सन्चै हुन्छ। अब हेर्ने अब नेपाल पुलिसलाई मेन्सन गर्न सक्छ रे साथीहरूले, हेलमेट लाउनु भएको छैन नि त। ला फस्यो। हालत के हुन्छ त त्यसो भए? आज जनताको भिड देखेर चाहिँ शेरबहादुर देउवा बहुत हौसिएका छन्। तपाईँको जिन्दगीभर नाच्ने शेरबहादुर देउवा आज जनताको अगाडि हात हल्लाएर हाँस्दै आएका छन् भने हो त कुरो ठिक हो त। त्यो जनता अगाडि हाँस्नु भनेको ती जनता, उहाँको अगाडि पछाडि लाग्ने जनता को थाहा छ? सबै बाख्रा। किन बाख्रा भने थाहा छ? गगन थापाले गाउँभरिको बाख्रा जम्मा गरेर कृषिबाट लोन खायो 72 करोड हो। अब उहाँ त्यही बाख्राको चाहिँ झोल खाएको बन्या प्रधानमन्त्री 5 चोटि, अनि उहाँहरू पछाडि लाग्ने पनि त्यही बाख्राको मासु खाएर पछाडि लाग्नु भयो। शेरबहादुर जी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो। वाह क्या मुस्कुराहट है जैसे। बुढो यस्तो खुसी भइरहेछ होइन, मेरो त अति छन् क्या समर्थक, म त फेरि पनि पार्टी चलाउन सक्छु क्या जस्तो त्यो लेभलको छ क्या। कति हाँसा हेर न,
के थाहा छ मलाई बोलाएर लिएर गएर बुढाको चमक हेर्न त्यत्रो कुनै खाँदा पनि लाजै छैन यार, लाजै छैन। उमेलिया हो आजी मान्छेहरू कहाँबाट आए यी मान्छेहरू? नेपालबाट। रियल हो नि पैसा। बुढा धनी रहेछ नि, भ्रष्टाचार नि गर्यो होला नि। यो ब्रो त के जानी छ त, जहीँ छ त यो त। यो चाहिँ जे हल्का भाइरल भइसक्यो क्या हो होइन, गइदियो मैले झजसदा उड्दै स्यावेज कुराहरू सिक्दियो भनेर आएको मान्छे हो यो 100% होइन। जे होस् राम्रै कुरा गऱ्यो ब्रो, जे होस् चिलमै छ है। अब पोस्टमा भएको मान्छेले गर्छ। सानोमा के होइन, आमाले तरकारी किन्न पठायो भने नि होइन, 20 रुपियाँमा तरकारी किन्न पठायो भने फिर्ता आएको 5 रुपियाँ आफैले राख्छ क्या बच्चाले होइन। बच्चादेखि नै भ्रष्टाचार हुन्छ भने नेपालमा। ओहो, कुरो त सही हो, कुरो त सही हो है। यो सबैले गरियो होला होइन, यो नगर्ने त कोही पनि छैन, 100% गरियो। शेरबहादुर देउवाको घरमा लुक्न पुग्न र त्यहाँनिर चोरी डाकैती गर्न पनि धेरै गगन थापाको कार्यकर्ता र अब पालो शेरबहादुर देउवाको घरमा भनेर पठाउने पनि यही गगन थापा हो। अरे बाप रे, ये तो धोती खोल रहा है। बाख्रा गोठ त चलाउन नसक्ने मान्छेले कहाँबाट नेपाली कांग्रेस जस्तो पार्टी चलाउँछ गगन थापाले? कुरा त सत्य हो नि, ऋण लिएकै हो, बाख्रा गोठ भनेर पालेकै हो, छैन अहिले। तर बुढोको पावर चाहिँ छ है, बुढोको पावर चाहिँ छ है होइन। जस गगनलाई के गर्छ के हुन्छ गगनको भने छुट्टै छँदैछ, त्यहाँ फेरि छुट्टै सिनारियो छ होइन। तर हल्का पावर प्रदर्शन नै गर है बुढोले गर्न चाहिँ, ल भन्नु लोपै खुवाइदिने हो हुन त। अब एउटा सामान्य भन्दा सामान्य दिदीबहिनीहरूले 50-60 वटा बाख्रा हाम्रो गाउँमा गोठ चलाएर हिँडेका छन्, त्यसको आम्दानीले परिवार पालेका छन्। सामान्य भन्दा सामान्य त्यो औकात त छैन। कांग्रेस दास र लासहरूको पार्टी होइन। हामी गगन थापा जस्तो लास र गगन थापाको दास पनि होइनौँ। गगन थापालाई किन गाली गर्छौँ? गाली गर्नै पर्दैन होइन र? गाली गरे भने झन् उसलाई महत्त्व दिएको हुन्छ। गगन थापाजी नभए भए पार्टी माटोमा जान्थ्यो अरे, अनि अहिले चाहिँ कहाँ गयो त पार्टी, कहाँ गयो? यहाँ शेरबहादुर देउवालाई स्वागत गर्ने न्युले शेरबहादुर देउवा हेर्न आउनुभयो, रमाइलो गर्न आउनु। रमाइलो गर्न आएको, पुलिसले के गर्छ, जनताले के गर्छ होइन, कसरी गर्छ भन्ने कुराहरू चाहिँ हेर्न रमाइलो गर्न आएको क्या। अलिक छिटो आइदिए हुन्थ्यो, पानी आइरहेछ, घर जानुपर्ने। अब शेरबहादुरले अरूलाई नहेरा पनि एकचोटि गगन कुमार थापालाई चाहिँ फिल्म राम्रो हलमा लगेर फिल्म हेराइदिनुहोस्। शेरबहादुर देउवा र गगन थापामा को मनपर्छ तपाईँले? मलाई शेरबहादुर देउवा। हामीले 24लाई सम्झ्यौँ भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखेर गरिएको साङ्घाई आक्रमणको त्यो दिनबाट सुरु भएको रोड म्याप, त्यो ट्रेलर हो, फिल्म सुटिङ छ। भनेपछि आफ्नै काम पनि चिनेनन् मलाई। बुझिन, एक शब्द नि बुझिन, एक शब्द नि बुझिन। हजुरको स्वागत नै सुदूरपश्चिम मन्त्रीको हो, त्यो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। इसके मुंह में पैदाइशी सुपारी है, ये तोतला है। अलि भेडा भने यही हो क्या, कसम। दिस इज माई मेसेज टु ऑल दिस पीपल। सो द्याट्स इट होइन, यही नै थियो कलेक्सन। जोस् अब प्रदर्शन भयो होइन, शेरबहादुर देउवालाई लिन किन यत्रो जनता गयो भन्ने कुरो छुट्टै प्रश्न छ होइन। अस्ति धोल कुचेरोमा त्यस्तो कुचेर पठाएकोलाई फेरि त्यत्तिकै छन् फेरि उयो। अब कि हामी भेडै हो होइन, कि एउटा अब तिनवटा पार्टीको मिलो महत्त्व हो, के हो कसो हो, भोलिको दिनमा के हुन्छ थाहा छैन होइन। तर अब यो तिनवटा पार्टीका तिनवटा टाउकेलाई चाहिँ देख्न नपरोस् भन्ने हो मेरो इच्छा होइन। सो ठिक छ, अब जे भने नेपाली राजनीति जस मजै आइरहेछ अहिले होइन। तर यी टाउकेहरू चाहिँ नदेखेकै राम्रो है, पर्सनली मलाई चाहिँ त्यस्तो लाग्छ। सो यही नै थियो कलेक्सन होइन, जस मजा आयो। एउटा ब्रो चाहिँ राम्रै
राम्रै भाइरल हुन आउनु भएको थियो होइन जस राम्रो राम्रो कुरा गरेँ म मजा आयो तपाईँलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला होइन सो सेरेले सेकेन्ड डोज फेरि पाउँछ कि प्लिज कमेन्ट गर्नु होला हस् त धन्यवाद राधा जय नेपाल